लाग्छ एक दिन काटिन्छ अनि त्यसपछि मलाई नभन्नु है मैले ट्याग ओपन गरेको अस्ति हाम्रो कुन थियो त कम्पनी अल्ब्रेट थियो अब मैले यहाँनिर अल्ब्रेट कम्पनी अब यहाँनिर हेर्नुहोस् अस्ति हामीले फर्निचर मेसिनरी सबै गरिसकेको छौँ हो अब हामी के गर्नेछौँ त गुड्सको बारेमा गर्नेछौँ हो यहाँनिर पर्चेस गुड्स भनेको यदि पर्चेस गुड्सहरू भनेको छ भने सबै तपाईँहरूले सिधै पर्चेस एकाउन्टमा इन्ट्री गरिदिनुहोस् न यहाँनिर हेर्नुहोस् पर्चेस एकाउन्टको सर्टकट कि F9 हो यहाँनिर सप्लायर इन्भोइस नम्बर आफूले हाल्न सकिन्छ पार्टिस अकाउन्ट नेम अब यहाँनिर हेर्नुहोस् पार्टिस अकाउन्ट नेममा के छ त मल्होत्रा कम्पनी यदि पार्टिस अकाउन्ट नाम नदिएको भए के राख्नुपर्छ हामीले त्यहाँनिर क्यास राख्नु पर्थ्यो यदि पार्टिस अकाउन्ट नेम दिएकै छ भनेदेखि यहाँनिर पार्टिस अकाउन्ट नेम राख्नु पर्छ अब यहाँनिर हेर्नुहोस् लिस्ट अफ लेजरमा पार्टिस अकाउन्ट नेम यहाँ मल्होत्रा कम्पनी दिएको छ त छैन नदिइसकेपछि अल सी गरेर यहाँनिर मल्होत्रा कम्पनी मल्होत्रा कम्पनी को हो त त्यो ग्राहक हो कि त्यो साउ हो कि को हो त मल्होत्रा कम्पनी साउ हो सन्डी क्रेडिटर अब हेर्नु सन्डी क्रेडिटर गर्दै अब तपाईँहरू सिधै कन्ट्रोल एक्सेप्ट गर्न सकिन्छ यहाँनिर छ अर्को पर्चेस लेजर पर्चेस लेजरमा तपाईँहरूको चाहिँ यदि भ्याट दिएको भए चाहिँ पर्चेस @ 13% दिनु पर्थ्यो भन्ने यहाँ भ्याट दिएको छ त छैन नभइसकेपछि पर्चेस अकाउन्ट नै गरिदिनु अब के छ त हाम्रो के किनेको छ त गुड्स किनेको छ नि त त्यही भएर अब यहाँनिर गुड्स अलरेडी हामीले क्रिएट गरिसक्यो हो गुड्स गरिदिनुहोस् कति भनेको त पैसा 11,000 हो यहाँनिर 1 2 इन्टर यति त हो नि यति गर्नलाई पनि आएन भन्छ अब के भन्दा यसको अन्डर यहाँनिर पर्चेस दिइसकेको छ भने पर्चेस अकाउन्ट भइहाल्यो पेड गरेको छ भने पेमेन्ट गरेको छ इन्टर अब यहाँ सुन है मैले तिमीहरूलाई अस्ति पनि भनिदिएको थियो तिमीहरूले एकचोटि मलाई क्वेसन गर्न सकिन्थ्यो यो तिनवटा चाहिँ म गरिदिन्छु तिमीहरूले अलिकति गाह्रो लाग्छ भने यो 8 र यो 10 र 11 हो म गरिदिन्छु भने चाहिँ 10 को यहाँनिर अमाउन्टवाला छ नि त यो म गरिदिन्छु भने चाहिँ र यहाँनिर हेर्नुहोस् 7 को के छ भन्दाखेरि यहाँनिर 6 को पर्चेस अकाउन्टमा जान्छ मैले भनिदिएको थिएँ यहाँनिर 7 को पेमेन्टमा जान्छ र 8 को माफी गरिदिन्छु 9 को सेल्समा जान्छ भन्दै थिएँ र अब म गरिदिरहेको छु है अब यहाँनिर हेर्नुहोस् 7 को क्वेसन के छ त पेड टेलिफोन रेन्ट फर द इयर बाई चेक भनेको छ यो वर्षको टेलिफोनको के गरेको त हामीले चाहिँ रेन्ट तिरेको छ तर केबाट चेकद्वारा तिरेको छ भन्दाखेरि केमा जान्छ पेमेन्टमा पेमेन्टको हाम्रो चाहिँ के हो त F5 हो F5 अब यहाँ डिआरएस सिआर छुट्टा भनेको छ अब डिआर कुन हो र सिआर कुन हो पेड टेलिफोन डिआर अनि टु क्यास टु ब्याङ्क एकाउन्ट भन त ल कुनै गरेको ल यहाँनिर हेर कति नम्बरसम्म पुग्यो थियो हामीले अघि क्वेसन 7 नम्बरको हो पेड यो पेड टेलिफोन रेन्टको त आफै एकचोटि गर्नु न ल सकिन्छ छैन अब यहाँनिर हेर्नुहोस् 8 नम्बरको के छ त ल ठिक छ मैले यहाँनिर 7 नम्बरको पनि गरिदिएँ यो चाहिँ हाम्रो केमा जान्छ त पेमेन्टमा F5 मा हो अब यहाँनिर हामीले के गरेको त पेड टेलिफोन अलसँग यहाँनिर लिस्ट अफ लेजरमा हेर्नुहोस् हाम्रो चाहिँ टेलिफोन रेन्ट छ त छैन
यहाँनिर अल्ट सी गर्नुहोस्। अल्ट सी गरिसकेपछि यहाँनिर टेलिफोन रेन्ट। अब यहाँनिर टेलिफोन रेन्टको अन्डरमा के हुन्छ? आमामा ए भगवान, यहाँनिर यति गरिदिसकेपछि एक्सेप्ट गरिदिनुहोस्, इन्टर गरिदियो हो। त्यसै गरेर अब यहाँनिर हेर्नुहोस्, मैले चाहिँ अब के गरिदिँदा अब यहाँनिर हेर्नुहोस् टेलिफोन रेन्ट कति हो त? अब हाम्रो चाहिँ डियर साइडमा 500 हो। अब इन्टर इन्टर 2 के छ त हाम्रो यहाँनिर ब्याङ्क। हाम्रो किन भन्दाखेरि चेकद्वारा गरेको छ नि त। अब यहाँनिर हजुरहरूले चाहिँ ब्याङ्क मात्रै लिँदाखेरि पनि भइहाल्यो र हिजो अस्ति हामीले एसबिआई सेभिङ ब्याङ्क गरेको थियो हो। मैले एसबिआई सेभिङ ब्याङ्क गरिदिएँ, कति त 500 इन्टर चेकद्वारा गरेको नि त, नाइरेसन हजुरहरू आफै देख्नु होला। र 8 नम्बरको क्वेसन के छ त? हाम्रो चाहिँ यहाँनिर हेरौँ फर्म एकचोटि 8 नम्बरको क्वेसन about one typewrite for रु 21 from universal typewrite CO on credit भनेको छ। यो केमा इन्ट्री हुन्छ त? जर्नलमा। जर्नलको हाम्रो F के हो त? 7 हो। F7 गरिसकेपछि अब हामीले यहाँनिर के गरेको छ त? टाइपराइट लेखेको छ हो। अल्ट सी गर्नुहोस्, यहाँनिर टाइप WRI पनि यो टाइपराइट किन पनि सकिन्छ, सरी युज पनि गर्न सकिन्छ र यो युज गरेको कुरालाई हामीले बेच्न पनि सकिन्छ नि त हो। यो युज गरेको कुरालाई बेच्न सकिन्छ भने केमा इन्ट्री गर्न सकिन्छ त? हामीले फिक्स एसेट हो। यसको अन्डर के हुन्छ त? हाम्रो फिक्स एसेट। इन्टर इन्टर गरिदिनुहोस् हो। फिक्स एसेट अब टाइपराइट यहाँनिर कति छ त? 2100 हो। इन्टर इन्टर 2 के छ त? अब हाम्रो यहाँनिर युनिभर्सल टाइपराइट कम्पनी एलटिडी भनेको छ। अल्ट सी गरिदिनुहोस्। अल्ट सी गरिसकेपछि युनिभर्सल अनि टाइप राइट कम्पनी हो। कम्पनी अकाउन्ट र यो भन्नुहोस् युनिभर्सल टाइपराइट कम्पनी के हो? सन्डी डेबिटर हो कि सन्डी क्रेडिटर हो? अब त भन्नु, केही छैन। यो डेबिटर भयो। अब यहाँनिर 21 आयो, इन्टर भयो। र अर्को छ हाम्रो चाहिँ पेमेन्टमा हो। सरी पेमेन्टमा बनाएछ क्वेसन छ हाम्रो चाहिँ यो सोल्ड गुड्स टु केशव राम। यो पनि गरिदिनु पर्छ, पर्दैन, यो सेल्समा जान्छ। यसको चाहिँ हाम्रो चाहिँ हजुरहरू आफै गर्नु होला। र यो 10 नम्बरको अमाउन्ट विथड्रन फ्रम ब्याङ्क पर्सनल युज भनेको छ। यो हाम्रो जनरलमा पनि जान्छ, कन्ट्रामा पनि जान्छ र मैले आज के गरेँ त? जनरलमा गरेँ। अब जनरलमा गरिसकेपछि अब यहाँनिर सरी पेमेन्टमा गरी F5 बाट। त्यसै गरेर ड्रइङ एकाउन्ट अल्ट सी गर्नु। अब यहाँनिर हेर्नुहोस् लिस्ट अफ लेजरमा ड्रइङ एकाउन्ट छ त? छैन। अल्ट सी गरेर यहाँनिर DRAWING अकाउन्ट हो। ड्रइङ एकाउन्टको अन्डरमा के हुन्छ त? हाम्रो क्यापिटल अकाउन्ट। क्यापिटल अकाउन्ट। अब यहाँनिर हेर्नुहोस् हाम्रो चाहिँ के छ त? यहाँनिर कति छ पैसा? 15। इन्टर इन्टर 2 क्यासमा के छ त? हाम्रो ब्याङ्क। किन भन्दाखेरि ब्याङ्कद्वारा पठाएको छ भने एसबिआई सेभिङ ब्याङ्क। इन्टर इन्टर भयो। त्यसै गरेर अर्को छ हाम्रो 11 नम्बरको क्वेसनमा के दिएको छ नि त भन्दाखेरि रिसिभ क्यास फ्रम केशव राम रु 1190 एन्ड डिस्काउन्ट अलाउड रु 100 भनेको छ। हाम्रो चाहिँ यहाँनिर डिस्काउन्ट पनि दिएको छ र अर्को के छ भन्दाखेरि हाम्रो चाहिँ केशव रामलाई 1190 पनि दिएको छ हो। त्यसो भए हामी चाहिँ यहाँनिर डिस्काउन्ट कोलम एक्टिभ गरेर निकाल्यौँ। अब यहाँनिर F6 गरेर हामी चाहिँ रिसिभ भाउचरमा एकचोटि इन्ट्री गरौँ। अब सबै भन्दाखेरि 2 यहाँनिर हाम्रो चाहिँ सिआर साइड निकाल्नु पर्ने छ। सिआर साइडमा के छ त? हाम्रो चाहिँ केशव राम छ। केशव राम यहाँ छ त हाम्रो लिस्ट अफ लेजरमा।
केशवराम छ त छैन अल्ट सी गरेर यहाँनिर केशव हो केशवराम को हो त हाम्रो सन्धि इन्टर सो अब यहाँनिर हेर्नुहोस् कति छ त हाम्रो केशवरामको हामीले अघि नै मल्टिप्लाई गरेर निकालिसक्यो हो 12,000 हो 12,000 इन्टर बाई के छ त हाम्रो 2 क्यास छ क्यास एकाउन्ट हाम्रो चाहिँ डिआर साइडमा इन्टर 1200 हो अब नाइरेसन हजुरहरूले लेख्न पनि सकिन्छ नलेख्न पनि भइहाल्छ त्यो चाहिँ तपाईँहरूलाई मैले इक्जाम्पलको लागि मात्रै निकालेर देखाइदिएको हो र अर्को छ हाम्रो 11 नम्बरको क्वेसन यो 12 नम्बरको क्वेसन पनि हजुरहरूले आफै गर्न सक्नुहुन्छ पेड इन्टु ब्याङ्क र 13 नम्बरको क्वेसनमा के छ त 50 सेयर यहाँनिर चाहिँ हाम्रो चाहिँ 50वटा सेयर किनेको छ तर पर पिस कति छ त 60वटा छ तर पछि 20 पनि हाम्रो चाहिँ यहाँनिर एड गरेको छ भन्दैखेर चाहिँ यो कुन भाउचरमा इन्ट्री हुन्छ त हाम्रो पेमेन्टमै हो पेमेन्टमा केमा पेमेन्टमा हो त्यसै गरेर हाम्रो चाहिँ सबैभन्दा सुरुमा डिआरमा के छ त इन्भेस्टमेन्ट कन्ट्रोल सी अर्थसँग सी गरेर अब यहाँनिर इन्भेस्ट ल इन्भेस्टमेन्टको हाम्रो चाहिँ के हुन्छ अन्डरमा भन त एकचोटि थाहा छ इन्भेस्टमेन्ट के हो मनै भने invest on the cash bank loan इन्भेस्टमेन्ट नै हुन्छ कहाँ छ इन्भेस्टमेन्ट ल इन्भेस्टमेन्टको अन्डरमा इन्भेस्टमेन्ट कहाँबाट देखेको कन्ट्रोल हो अब यहाँनिर इन्भेस्टमेन्टको डिआर साइडमा कति छ त पैसा त्यहाँनिर हामीले निकालेको 30,000 20 रुपियाँ हो त्यसै गरी 2 क्यासमा कति छ त 30,000 20 रुपियाँ अब यो त हाम्रो नेगेटिभमा एन्सर आयो ल भन्नुहोस् अब के गर्ने F6 भयो अब चाहिँ अब त नेगेटिभमा एन्सर आएन नि त डिआर साइडमा पनि त्यही आयो सिआर साइडमा पनि त्यही आयो भनेपछि अब त्यसलाई चाहिँ हामीले चाहिँ पेमेन्टमा नभइसकेपछि रिसिभ नगर्दाखेरि पनि भइहाल्छ र अब यहाँनिर हेर्नुहोस् हामीले चाहिँ रिसिभ नगरिदिनुहोस् इन्टर भयो अब यो सबै बन्यो यो सबै बनिसकेपछि अब हामीले चाहिँ डिडी गरेर डेबुकमा गएर हेर्न सकिन्छ यसरी हेर्न सकिन्छ हो त्यसै गरेर इन्टर गरेर अल्टसँग पी गरेर चाहिँ हजुरहरूले चाहिँ यहाँनिर प्रिन्ट आउट गरेर चाहिँ निकाल्न सकिन्छ अब यहाँनिर 45 यस्तै हुन्छ प्रिन्ट गरेर भयो क्यास एकाउन्ट सिआर साइडमा र एसबिआई ब्याङ्क बिआर साइडमा अल्ब्रेट कम्पनी लालबन्दी अस्ति पनि मैले निकालेर देखाएको थिएँ नि अल्टसँग पी गरेर हो त्यसरी हामीले चाहिँ हेर्न सकिन्छ त्यही छ 2 क्यास बिआर साइडमा र एसबिआई ब्याङ्क हजुर